आवर च्यानल। आज चाहिँ हामीले अर्को भिडियो लिएर आइसकेका छौं। धेरै पछि हामी कहाँ जाँदैछौं? हाम्रो भ्लग नबनेको चाहिँ लगभग 1 हप्ता जस्तो भयो। 1 हप्तामा हामी घुम्न त धेरै ठाउँ गयौं, तैपनि अब छोरी ज्वाइँको व्यस्तताको कारणले गर्दा अब हामीले भिडियो बनाएनौं, भ्लग बनाएनौं। अब हिजोबाट छोरीको अब 21 दिन छुट्टी र ज्वाइँको पर्सिबाट 18 दिन छुट्टी छ। त्यो बेलामा हामी प्रत्येक दिन घुम्छौं, अस्ट्रेलियाको प्रत्येक क्षेत्र पुग्छौं, प्रत्येक ठाउँ पुग्छौं। प्रत्येक सिडनीदेखि हामी सबै ठाउँमा घुम्न जाने चाहिँ हाम्रो टार्गेट छ। आज चाहिँ अब हामी घुम्न निस्किँदैछौँ। आज चाहिँ हामी यो अस्ट्रेलियाको सिडनीमा रहेको म्युजियममा जाँदैछौँ र मेरो सानो छोरी पनि यहाँ अनलाइनमा कुरा गर्दैछ। मेरो सरुसा, हेलो खै त हेलो भन्नु छोरी, हामी घुम्न जान लागेको ल। के भन्न चाहनुहुन्छ? आज हामी घुम्न जाने, म्युजियम हेर्न जाने हैन? त्यही भएर बाटोमा कुरा गरौँला नि। ल है त, म चाहिँ लिपस्टिक लाउनु बाँकी छ, अब लिपस्टिक लाउँछु एन्ड आम रेडी। अनि त्यसपछि जानुपर्छ। यसको चाहिँ यो चाहिँ यतिकै हो। जहिले पनि के गरेर जस्तो यस्तै हो। यो चाहिँ PS5 मा गेम खेलेर बसिरहन्छ जहिले पनि। एनिवेज अब हामी चाहिँ रेडी भइसक्यौँ। अब हामी निस्किन्छौँ अनि फेरि भेटौँला है त। ल बाई। आज चाहिँ हामी यो म्युजियम को आज हाम्रो चाहिँ तालिका अनुसार चाहिँ म्युजियम घुम्ने तालिका छ। त्यही भएर हामी म्युजियमतिर लाग्दैछौँ है। अब म बाटोमा जाँदा त भेट्छु। बाई बाई। अब हामी चाहिँ सिटीतिर जाँदैछौँ। अब हामी म्युजियम जानको लागि निस्केको। अहिले चाहिँ हामी यो अर्ट्सफिल्डको चाहिँ यो स्टेसनमा छौँ। यहाँबाट चाहिँ हामी सिटीतिर जान्छौँ, त्यसपछि कुरा गरौँला। गाइस, हामी चाहिँ म्युजियम स्टेसनबाट झऱ्यौँ। अब हामी चाहिँ यहाँ 7 मिनट्स देखाइरहेछ म्यापबाट। अब हामी जाँदैछौँ म्युजियम। अनि म्युजियम जाने बेलामा चाहिँ बिचमा चाहिँ एकदम ब्युटिफुल ठाउँ छ। हामी लास्ट टाइम आउँदाखेरि पनि, दिस इज माई सेकेन्ड टाइम, लास्ट टाइम आउँदाखेरि पनि एकदमै रमाइलो भयो थियो। ए यतापट्टि चाहिँ सरी गाइस, यतातिर चाहिँ रहेछ। ए उतापट्टि पार्क पनि दामी छ नि, बिर्सिरा। अब के भन्न चाहनुहुन्छ? केही भन्नु छैन। अब हामी चाहिँ यो म्युजियम जाँदैछौँ। अहिले म्युजियम जाने क्रममा छौँ बाटोमा। हामी चाहिँ म्युजियम जाने पार्क, यहाँ पार्क छ। आई थिङ्क दिस इज कल्ड हाइड पार्क। यो पार्क चाहिँ एकदमै राम्रो छ। फेरि पछाडि फुल हेर्न सक्नुहुन्छ, कस्तो ब्युटिफुल फुलहरू छ। फुलहरूको बिचमा दुईटा फुलहरू अर्को। घुम्नु न, घुम्नु न। नै नआउनु ल। अब हामी म्युजियमतिर जाँदैछौँ। थाहा छैन मलाई त। डिस्कभर दिस थिएटर। थाहा छ मलाई, तपाईँ 20 चोटि भनिसक्नु। उयो पनि जाने भने ऊ त्यो पानीहरूबाट सबै एउटा हुँदैन त्यो कुरो सत्य हो। अघि बिहान मलाई काउली मन पर्यो, अलि बेलुका मलाई काउली मन नपर्न सक्छ के भनिराख्नु भएको। त्यही त मैले सही कुरा गरेन गर्नु हो त्यस्तो। हामी चाहिँ अहिले हामीलाई चाहिँ बच्चा बेलादेखि जे मनपर्छ त्यही मनपर्छ। यसलाई चाहिँ डिफ्रेन्ट मनपर्छ। गार्डन
यो चाहिँ रमाइलो पार्क घुम्दै चाहिँ अब हामी यो सिडनीको चाहिँ हामी अहिले यो म्युजियमतिर लाग्दैछौँ। अब केही सेकेन्डमा हामी म्युजियम पुग्छौँ। यहाँबाट क्रस गर्न छ म्युजियम पुग्नेवाला छौँ। कस्तो राम्रो छ यो ठाउँ। रोड कति राम्रो ल हेर्नु त यहाँको बाले छिर्छ हेर्नुहोस् कति राम्रो सिस्टम, कति राम्रो रोड, कति राम्रो यहाँको मान्छेहरू। तर यहाँको सबै कुरो ठिकै हो। अघि नै के गर्यो रे बाबा एकजना मान्छेले? हजुर एकजना मान्छेले अघि नै के गर्यो रे? ए हामीलाई उसले कस्तो हामी नेपाली भनेर चिनेर यो अस्ट्रेलियन म्युजियम। नमस्ते भन्यो, कस्तो खुसी लाग्यो। Australian Museum. Australian Museum पुग्यौँ। तर भ्यू चाहिँ यस्तो राम्रो छ। यहाँ फोटो खिच्ने, यहाँ फोटो खिच्न जानुपर्छ अहिले। कस्तो राम्रो छ यो ठाउँ। यहाँबाट फोटो खिच्नुपर्छ अहिले। अहिले एकछिनमा जानुपर्छ। पहिला यहाँ छिटो छिटो गइहालौँ अनि अहिले फोटो खिच्नलाई आउँला। त्यो कुकीहरू छ भने त्यत्रो चुच्चो चुच्चो दुइटा त्यो घन्टाघर। अब हामी चाहिँ भित्र छिर्छौँ है त। Hi, do I need to take a ticket to get in? No? Thank you. Nice. Australian Museum. It's beautiful. यहाँबाट जम्मा पहिला यहाँ चाहिँ के पेरुको फेस्टिभलहरू पनि भइरहेको रहेछ है। रमाइलो छ। एनिवेज हामी चाहिँ अब यहाँबाट छिर्छौँ। के हुन्छ देख्छौँ। यिनीहरू रियल हो क्या यिनीहरूलाई अनि त्यो उस हालेर क्या होइन मलाई सबै रियल हुन्छ नि। होइन बाबा। हो नेपालमा पनि छ क्या यस्तो अस्ति हामीले जूमा हेरेको बाबा। Mom. Sarus? Sarus, किन यहाँ बसिरहेको?
यो त यही बसिरहेको रहेछ ए सर्सा पनि भेट्यो सर्सा पनि यहाँ रहेछ सर्सा ए सर्सा किन बसेर आइज ए सर्सा सारुस बाबु बाहिर घर जाऊ सर्सा यही बसिरहेको रहेछ मम्मी सर्सा उठ्यो सुजित पनि रहेछ सर्सा र सुजित सँगै बसिरहेछ सर्सा सुजित ऊ सार्स बाबु म त एकछिन त कराइस भन्छ मलाई हजुर हामीले चाहिँ के भन्छ थाहा लाग्यो फिटकेरी बटरफ्लाई भन्छ कहाँ बटरफ्लाई ल्याइदिन्छ है हामीले चाहिँ त्यसो भन्थ्यौँ यो अनि बच्चा बेलामा त्यसलाई सर्सा र सुजित साधु खुल्ला छोडा के हुँदैन अहिले चाहिँ हामी यो म्युजिक घुम्ने क्रममा भित्रै छौँ यहाँ कति थरी प्रजातिका चाहिँ मुसाहरू हरेक चिज छन् त अहिले हामी यो म्युजियम घुम्ने क्रममा चाहिँ यो त म्युजियम दिउँसभरि पनि सकिन्न जस्तो लाग्यो मलाई पहिला हामी यता छिर्नुपर्छ बाबु ओरिजिनल के हो यो चाहिँ डाइनोसरको हड्डी हो जमाउ कति ठुलो डाइनोसर रहेछ हौ यहाँ त आम्मामामामा यति ठुलो कि लानु त हामी चाहिँ अहिले पुरा यो डाइनोसर भएकोतिर आउँदैछौँ हेर्नु यो पनि डाइनोसर हो हो बाबा यो सीमा बस्ने डिफ्रेन्ट ठाउँमा बस्नेहरू डाइनोसर्सहरू चाहिँ यिनीहरूले प्रिजर्भ गरेर यहाँनिर प्रिजर्भ गरेर तर यिनीहरूको सेप चाहिँ बनायो तर त्यो अघिको डाइनोसर त धेरै ठुलो यार सारस अघि त्यो डाइनोसर धेरै ठुलो है यो नै ठुलो कत्रो यार यो विभिन्न ठाउँमा बस्ने डाइनोसरहरू के कत्रो सुन्नु हुँदैन बाबु त्यो क्यामेरा सबैतिर क्यामेरा हुन्छ अब कत्रो त्यो त ऊ जस्तो यार गैँडाको यो चाहिँ के हो यो पनि डाइनोसर नै हो त्यो कस्तो जातिको डाइनोसर फेरि यो चाहिँ तर बनाएको टिरेक्स जो भने चाहिँ सबैभन्दा खतरनाक डाइनोसर कसरी सबैभन्दा टिरेक्स जस्तो नि हो
यसको नाम टिरेक्स हो क्या अँ। सबैभन्दा खतरनाक डाइनोसर हो हो र यो चाहिँ डेन्जर हो एकदमै त्यहाँ पनि टिरेक्स छ जम त्यहाँ पनि टिरेक्स छ त्यो यार ठुलो है उसको टाउको कत्रो हो यो त्यो अगाडिकै हो क्या टिरेक्स भर्खरै यत्रो ठुलो देख्यो नि हामीले अँ, त्यो चाहिँ यही हो क्या यही हो क्या सबभन्दा डेन्जरस हो र यो त अनि मरिसकेको जस्तो नि त त्यो के भएको मारेको अहिलेको फेरि बनाएको त्यसको खुट्टाको सानो सानो भाइ हजुर त्यो हात खुट्टा त्यत्रो हुन्छ त्यसको पेट किन चिरे त्यो बनाएको हो ए मारेको जस्तो यसलाई साँच्चै नेचुरल रहेछ क्या यो त्यहाँ हेर्नु न पुरै देखाएर छ नि त्यहाँ साह्रो छ नेचुरल रहेछ मुला फेक हुन्छ होइन त्यहाँ भने जस्तो हेर ल हेर सबै यो रियल हो भन्नु रियल टिरेक्स हो यो चाहिँ फेको तर यस्तै वाला होइन भने क्या हेर न त्यहाँ त्यो बनाएको हो कहाँ यस्तो अनि अहिलेसम्म यस्तो कहाँ हुन्छ त्यहाँ हेर्नु बाबु पहिला ल हेर देखिस् यो बनाउँदाखेरिको गरे के सबै फेक हो यो फेक्ट हो कस्तो नेचुरल जस्तो देखा यार त्यसको मुटु कत्रो मोटे यही हो क्या सबभन्दा डेन्जरस टिरेक्स भनेको टिरेक्स भने सबभन्दा डेन्जरस हार्टको हार्टको साइड चाहिँ बडी भन्दा अहिले चाहिँ अब तपाईँहरूलाई हामीले यो म्युजियमको अनुभव सुनाइरहेको थियौँ हड्डीभित्रको त्यो कालो कालो भएको यही खायो भने सबै मिठाई म्युजियम अझै घुम्न बाँकी छ अहिले भर्खर हामी 20% मात्र घुम्यौँ भने 80% घुम्न बाँकी छ के हो यो छोरी सबै के हो कत्रो ढुङ्गा यार पेसिफिक आइल्यान्डको कलेक्सन ए आइल्यान्डमा यस्तो यस्तो मान्छेहरू यस्तो यस्तो लगाउँथ्यो यस्तो यस्तो गर्थ्यो बुझौँ के अरे पहिलाको जुनमा पनि यस्तो थियो होला
अघि हामी छिरे त्यहीबाट हो अघि हामी फर्स्ट यहाँबाट छिरे सायद यति नै होला यति नै हो जाउँ पैसा घुम्नु म्युजियम अहिले चाहिँ हामी म्युजियम घुम्यौँ म्युजियम घुम्ने क्रममा अब हामी हेर्दैछौँ ल फिल्मिङ प्लिज त्यहाँ पढ्नु भएन उहाँ चाहिँ म्युजियम घुम्दा घुम्दा थाकेर एकछिन रेस्ट गर्नुभएको छ भने उहाँ चाहिँ फोटोग्राफी अर फिल्मिङ प्लिज फिल्मिङ थाहा फिल्मिङ नमिने Sorry. Dafür waren wir nur Produkte, die man als Leistung genau. Das und nicht dann dieses gibt man. फिल्मिङ पनि उहाँहरूको चाहिँ एकअर्कामा चाहिँ यो कुरा गरिरहनु भएको छ कसले भने राम्रो हुन्छ कसले भने चाहिँ राइट हुन्छ म बुझ्दैछु कमेन्ट चाहिँ हजुरहरूले गरिदिनु होला अनि अहिले चाहिँ हामी यो म्युजियम लगभग घुमिसकेको अवस्था छ असाध्यै राम्रो रहेछ यो म्युजियम घुम्न आउनु होला हजुरहरू पनि रमाइलो ठाउँ रमाइलो एकदम म्युजियम हेर्नुहोस् अहिले चाहिँ हामी अब घर फर्किने क्रममा जय साहब आइसक्नु भएको छ है अहिले स्टेसनमा छौँ हामी त्यसै गरेर सबु छोरी यता छ त्यसै गरेर सारू यता सरू महर्जन यता हुनुहुन्छ उहाँ चाहिँ मेरो श्रीरामुद्नी हुनुहुन्छ श्रीमती उहाँ चाहिँ मेरो एकदम मेरो ओरिजिनल मेरो छोरा यता भरे बेलुका बाबालाई के खान्दिने भनेर छोरी ज्वाइँको यहाँ गफ भइरहेको छ हेर्नु त हेर्नुहोस् आज त म त सबुले खिच्दै गएछ हेर तपाईँ यहाँ गएर मैले दौडेर गएँ नि यसो उभिएँ नि त्यही चाहिँ मात्रै खिचिन्छ त्यसपछि बन्द गरिदिन्छु अरे यस्तो क्या सरप्राइज पनि गयो ल बुढी अनि आज ज्वाइँलाई सरप्राइज दिन कस्तो लाग्यो सरप्राइज दिँदा दिएको लास्टको प्याटै खिच्नु बिर्सेछ सारस भाइ के छ भिनाजुलाई सरप्राइज दिने क्रममा सरप्राइज हुनु हो For your safety, please remain behind the yellow line at all times. सरप्राइज हुनु अरे खुसी The next train to arrive on platform 25 goes to Waterfall via Walleye Creek. First stop, Redfern, then Walleye Creek, Hurstville, Penshurst, Moordale, Southern, Loftus, Engadine, Heathcote and Waterfall. ट्रेन आएको The train on platform
बाबु पानी बोतल खानु ट्रेन आयो पानी बोतल नभए कहाँ फाल्ने via Walleye Creek. First stop, Redfern, then Walleye Creek, Hurstville, Henton. आज चाहिँ हामी अब ज्वाइँ साहबलाई ज्वाइँ साहबको अफिसमा गएर ज्वाइँ साहबलाई लिएर सँगै आउँदैछौँ ज्वाइँलाई कुरेर ज्वाइँ अब आज आउने क्रममा चाहिँ उहाँको 6:30 बजे छुट्टी हुन्थ्यो भने हामी उहाँबाट निस्किँदाखेरि नै तपाईँको अहिले कति बज्यो भन्दाखेरि अहिले हजुरको हेर्नुहोस् यहाँ कति बज्यो भन्दाखेरि 7:10 गयो होइन अब हामी चाहिँ त्यहाँ लगभग तपाईँको पौने घन्टा जस्तो कुर्नु पऱ्यो जहिले ठिकै छ अब अहिले चाहिँ हामी ट्रेनमा छौँ सबैजना मेरो बुढी चाहिँ एकदम चुइगमको पार कि उहाँ घरमा ह्याप्पिडेन्ट चुइगम दिनमा 5वटा खानुहुन्थ्यो भने अहिले यहाँ आएर खोइ कुन चाहिँ नाम गरेर चुइगम 10वटा खानुहुन्छ त्यस्तो छ त्यो नाम मलाई थाहा भएन त्यो भएर अनि उहाँ चाहिँ मोबाइलको पार्खी हुनुहुन्छ मोबाइल चलाउँदै हुनुहुन्छ त्यस्तो हो अहिले चाहिँ हामी ट्रेनमा छौँ अब हामी अर्को 4वटा स्टेसनपछि अनि अर्कोमा ठ्याक्कै हामी पुग्छौँ अब हामी चाहिँ अहिले हर्ट्सफिल्ड जाँदैछौँ हामी चाहिँ त्यहाँ झर्छौँ ल अहिले ल मैले यति नै भने अर्को पटक गर्नुलाई बाई